मलाई चाहिँ मेरो बुढाले कि यो गरिदिउँ त्यो गरिदिउँ खाना बनाइदिउँ भनेर सोध्यो भने पनि पुग्छ है, बेसी अरू केही चाहिँदैन। मान्छेको सोध्यो भने पनि धेरै राम्रो लाग्छ है। त्यही लागि आज चाहिँ बुढाले खाना बनाइदिनुहुन्छ अरे। यस्तो त सधैँ बनाइदिनुहुन्छ दुईजनै मिलेर, तर आज चाहिँ एक्लै बनाइदिने अरे मेरो लागि। अनि आज चाहिँ मेरो लन्चमा चाहिँ के छ भन्दाखेरि चाहिँ यस्तो सानो सानो आलु के काट्नुको अल्छीले पहिला सानो सानोमा आमाहरूले यसरी कुच्याएर बनाउँथ्यो नि त होइन। तर यो चाहिँ अलिक ठुलो रहेछ, सुकिसकेछ होइन, र पनि काट्नुभन्दा त कुच्याउनु सजिलो। तपाईँहरू पनि कुच्याउनुहोस्। त्यति आज खाना बनाउँदा चाहिँ म बाँचेको कुचेको सबै, अब हस्बेन्डले खाना बनाइरहेको छ, मलाई बसिरहनु राम्रो लाग्दैन नि त है। अनि यहाँनिर बिहान प्याज छैन भनेको यहाँ चाहिँ प्याज कली सबै सुकेछ, अनि त्यसको प्याज चाहिँ हामी निकाल्यौँ। अनि आज त्यसै ट्युजडे पनि हो होइन, सबै नयाँ सब्जी आउँछ ट्युजडेको दिन, त्यही लागि सबै सफा गरिहाल्नुपर्छ होइन। अन्त फ्रिज आज सबै सफा गर्छु, 2 दिन बाद सफा गर्दैछु है। तपाईँहरू त्यस्तो जज नगर्नुहोस् होला है, भ्याएको थिइनँ, मतलब नानीले आफ्नो लिमिटेड काम मात्रै गरी हिँड्दै थिएँ। आज चाहिँ हस्बेन्डले म बनाइदिन्छु खाना भने सबै बनाइदिन्छु भनिसके चाहिँ म चाहिँ लागेँ फ्रिज सफा गर्नु, लाइट अन गरेर गर्दै थिएँ। अनि फटाफट सब्जीहरू पनि सब सकिसकेको छ। आज ट्युजडे, आज लिएर आउनुपर्छ है। अनि त्यही लागि पहिला चटकचिटिक गर्नुपर्छ। अनि कचरी दाग लाग्छ फ्रिजमा पनि यादै पाउँदिनँ। अनि त्यति जल हस्बेन्डले यहाँ कुच्चा पनि सकेछ आलु, यहाँ च्यालेङ उब्रेको सब्जीहरू चाहिँ यति है, 1 हप्ता खाएर पनि खाइ नसकेको क्या, यही धनियाँहरू डल्लै छ। अनि भित्रको डल्लै भाँडाहरू धोएँ, मतलब त्यो के फ्रिजको ऱ्याकहरू सबै उहिले धोएँ। यसरी धोएर पनि सफा लाग्छ नि। हस्बेन्डले फेरि प्याज डल्लै छुट्याएछ होइन, अन्त प्याज कली चाहिँ फ्याँकिदिनु पऱ्यो नि त होइन। अनि यो फ्रिजको यो बिर्सेछु, अनि फेरि मैले सोचेँ सफा गर्छु भनेर यो पनि हालिदिएँ, आलु प्याज होइन उयोहरू हाल्नु चाहिँ त्यहाँ हाल्छु नि त, लसुनहरू चाहिँ। अनि चटक्कै सबै हालिदिएँ उब्रेको। त्यस्तो सामान सकिसकेको हप्तामा ट्युजडे सामान आउँछ नि त। अनि यहाँनिर हस्बेन्डले भने मैले चाहिँ रङ खोर्सानी हल्दीहरू हालिदिएँ है। अनि त्यहाँदेखि म फेरि गएँ, मेरो अझै अरू काम थियो नि त। अनि त्यहाँदेखि गएको, नानी चाहिँ यहाँ टिभी हेर्दै थियो, टिभी हेर्दा उसले चाहिँ डल्लै छरिदिएछ होइन। त्यहाँदेखि म गएँ, लुगा सुकाउनु थियो, उठाएर फेरि सुकाउनु है। छतमा जानु अल्छी लाग्छ, यही एउटै तारमा अलिअलि गर्दै म सुकाउँछु नि त। अनि सुकेको लुगा फेरि पट्याउनु थालेँ। आज धेरै गरम छ, सधैँ गरम नै हुन्छ। नानी अझै टिभी नै हेरिरहेछ, उसको छेउमा लुगा पट्यायो भने उसले डल्लै भत्काइदिन्छ। पुरा ट्राई मारिरहेको थियो होइन, त्यहाँदेखि धेरै गरम थियो। अनि त्यहाँदेखि म गएँ है, फ्रेस हुनु, नुहाइधुवाइ गरेर आएँ होइन। अन्त त्यहाँदेखि नानीलाई पनि नुहाइदिएँ होइन, उसलाई पनि डेली नुहाउँदा पनि गरम न गरम छ, नुहाइदिएँ मैले। अन्त म सिधै गएँ किचनमा, सब्जी के पाकेछ आज भनेर चाहिँ होइन। अनि गएको, यहाँ फुलकोपी सबै मिक्स सब्जी छ, आलु गाजरको सब्जी यहाँ छ। यो आलु हेर्दा कलरमा चाहिँ नजानुहोस्, एकदमै टेस्टी भएको छ है। अनि दाल, अनि यस्तो गरममा खाना बनाइदिन्छ बुढाले, धन्यवाद भन्दै बुढालाई जिस्काएँ होइन। अनि नानीलाई फर्स्ट खिलाउँछु नि त म होइन, उसलाई खिलाएपछि ढुक्कै हुन्छ। अनि यहाँ अन्त यस्तो टेस्टी भएको गरममा के सब्जी भात, अनि बुढाबुढी बसेर खायौँ है। अनि बुढाबुढीले यसरी मिलेर गऱ्यो भने राम्रो लाग्छ है। अनि बुढाले अलिकति सोधिदियो भने बुढीको लागि